Hello guys, welcome to my new vlog. आज चाहिँ हामी जोरपोखरी 5 थरमा छौँ हैन। अहिले चाहिँ चैतको 26-27 गते भइसक्यो र पनि पानी परेको छ। हिउँ पर्ला जस्तो जाडो भइरहेछ। उता डाँडातिर पुरा हिउँ परिरहेछ तर अहिले चाहिँ कुहिरोले छेकिएको छ है त। अनि यहाँनिर चाहिँ तेस्रो फिल्म भेटरान्स गोल्ड कप भइरहेको थियो जोरपोखरीमा हैन। पानीले गर्दा हेरौँ न, हिजोदेखि सुरु भएको 25 गतेदेखि आज 26 गते भयो। पानी यस्तो चाहिँ रोडमा यस्तो कुदिरहेछ, ग्राउन्डमा झन् हिलो छ। अब के गरी गेम गराउँछन् भन्ने कुरो छ हैन। गेम त गराउँछन् नै होला। आज चाहिँ अब लाइभ मतलब आफ्नो आँखाको लाइभ होइन, यता क्यामेराको लाइभमा हेर्नु पर्ला जस्तो छ हैन। यो ग्रास हेर्नु न, यस्तो दामी फुलिरहेछ यसपालि चाहिँ हैन। अरूतिर झन् दामी फुलेको छ। पर आज चाहिँ पुरा पानीले वाक्क लाग्यो क्या। यसपालि चैत महिना त लगभग 5 दिन उग्रियो होला है। 5 दिन उग्रियो होला। अरू सब दिन पुरा पानी परेको छ। बल्ल तल्ल उग्रिएको थियो, फेरि थाल्यो। हिजो बेलुकीदेखि थालेको यस्तो मुला छ्या यस्ता नाथे पानी भन्नु जस्तो भएको छ। अर्को साम्पाङको स्टाइलमा भन्नु पर्दा होइन। यो पुरा मध्य बर्खा जस्तो भएको छ क्या मौसम चाहिँ। गाह्रो छ यार। म चाहिँ अघि ठ्याक्क जोरपोखरी स्कुलमा थिएँ। अब चाहिँ म ठ्याक्क घरमा पुगिसकेँ होइन। मेरो घर चाहिँ यही हो। अब यही त हो। सब हेरौँ न, यसपालि मकैभन्दा धेरै चाहिँ झार्छ। तोरी हेरौँ, तोरी सब तोरी हो यो। यसपालि तोरी हावाले उडाएछ नि त। अस्ति कुनु लगाएर राखेको रहेछ, झापामा भन्दा कुनु लगाएर राखेको रहेछ बारीमा। सब हावाले उडाएर तोरीको त्यो कुनु नै उडाएर माथि लगिदिएको अरे क्या। छाता पनि फेरि यो दलको छ नि त हाम्रो चाहिँ है। यो यस्तो मजा आइरहेको यस्तो छाता ओढेर यस्तो पानीमा चप्पल लाएर कच्याक हिँड्नुको मजै फाल्टो छ क्या। कस्तो मजा आउँछ भन्ने। हाम्रो पारीको गाउँ चाहिँ कि यस्तो छ होइन। यहाँनिर चाहिँ अब गुराँसहरू देखाउँ भनेर आएको खासमा। खै अब गुराँसहरू चाहिँ दामी फुलेको छ। यहाँ तल घरदेखि उतापट्टि झन् राम्रो फुलिरहेको छ छन चाहिँ। तर अब यहीँदेखि चाहिँ नजिकैबाट चाहिँ एउटै भ्लगमा होइन टक्क पारेर हिँड्नु न, कस्तो दामी छ। यतातिर पनि फुलिरहेछ फुल्न चाहिँ। तर यता जङ्गलघारी छ अलिक, त्यतातिर पनि सबतिर फुलिरहेछ क्या यसपालि त गुराँस होइन। यस्तै छ। अब यस्तै हो ल, बाई। म चाहिँ अब राखेको आजलाई होइन। फोन राखेँ ल, बाई।